काठमाडौँ महानगरपालिकामा अहिले एउटा अलि अप्ठ्यारो स्थिति बनेको छ होइन। मेयर बालेन शाहलाई बैठक बोलाउन निरन्तर दबाब बढिरहेको जस्तो देखिन्छ। हो एकदमै। यो विषयमा एउटा लेख पनि आएको थियो, बालेनलाई बैठक डाक्न दबाब भन्ने। सायद त्यही स्रोतमा आधारित रहेर कुरा गर्न लागेको होला हामीले। हो, त्यही लेखमा केन्द्रित रहेर आज अलि गहिरिएर हेरौँ न त, खासमा यो दबाब किन बढ्दैछ अनि यसको असरहरू के हुन सक्छन् भनेर स्रोतले के भन्छ त्यो खोतल्यौँ। ल सुरु गरौँ। मुख्य समस्या भनेको त काठमाडौँ महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक लामो समयदेखि बस्न नसक्नु नै हो। अनि भर्खरै हेर्नु न, नेपाली कङ्ग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीबाट चुनिएका 150 जना भन्दा बढी जनप्रतिनिधिहरू। 150 जना? त्यो त ठूलो संख्या हो नि। हो नि, उहाँहरू एकै ठाउँ भेला भएरै तत्काल बैठक बोलाउन मेयरलाई दबाब दिनु भएको छ रे। यो पहिलो पटक त होइन होला होइन? यस्तो दबाब त पहिले पनि होइन, यस अघि पनि कार्यपालिकाकै मतलब त्यो 42 सदस्य मध्ये 41 जनाले नै यस्तै माग राखेका थिए रे। यो त लगातार जस्तो भयो। हो पनि, लगातार दबाब आउनुले अवस्था अलि जटिल नै छ भन्ने बुझिन्छ। अझ यसको कानुनी पाटो हेरौँ न। कानुनमा के छ व्यवस्था? स्थानीय सरकार सञ्चालन ऐन 2074ले के भन्छ भने कार्यपालिका बैठक महिनामा कम्तीमा एक पटक बस्नुपर्छ। महिनामा एक पटक? अनि नगरसभा बैठक चाहिँ हरेक 6 महिनामा अनिवार्य बस्नुपर्छ। नगरसभा भनेको महानगरको एक किसिमले संसद जस्तै हो। तर स्रोतले त अर्कै भन्छ नि। हो, स्रोतका अनुसार कार्यपालिका बैठक त गएको पुस महिनादेखि बस्न सकेको छैन रे। पुसदेखि? त्यो त झन्डै 6 महिना हुन लाग्यो त कार्यपालिका नबसेको। हो नि, अनि यसको अर्को महत्त्वपूर्ण असर कहाँ पर्छ भने आउँदो असार 15 सम्ममा बजेट ल्याउनु पर्ने बेला। हो, ठिक भन्नुभयो। आर्थिक वर्ष 2082-83 को बजेट ल्याउनु पर्ने कानुनी समय सीमा हो त्यो। तर बैठक नै नबसेपछि बजेट र कार्यक्रममाथि छलफलै हुन पाएको छैन। त्यसो भए त जनप्रतिनिधिहरू अन्योलमा परे नि होइन? कस्तो बजेट आउने हो, आउँछ कि आउँदैन भन्ने। स्रोतले त्यही भन्छ, जनप्रतिनिधिहरूमा अन्योल बढेको छ रे। अनि यही बीचमा वडा नम्बर 22 का अध्यक्ष चीन काजी महर्जनको कुरा पनि आएको छ स्रोतमा। उहाँले त अलिक कडा कुरा गर्नुभएको छ। के भन्नुभएको छ र उहाँले? उहाँले भन्नुभएको छ कि मेयरले बैठक छल्दाखेरि विकास निर्माणको काम, नीति बनाउने निर्णयहरू सबै अड्कियो। विकास निर्माणमै असर पर्यो भन्नुहुन्छ? हो, अनि उहाँले मेयरका केही सार्वजनिक अभिव्यक्तिहरू जस्तै त्यो नेता गाड्ने कुरा, सिंहदरबारमा आगो लगाउने कुराहरूलाई सङ्केत गर्दै मेयरले महानगरभित्र अभिभावकको भूमिका खेल्न सक्नु भएन भन्ने आरोप पनि लगाउनु भएको छ। त्यो अभिव्यक्तिहरू त विवादित नै थिए। हो, उहाँको भनाइ नै छ स्रोतमा, मेयर शाहलाई हाम्रो आग्रह छ, जनप्रतिनिधिहरूसँग भाग नछाड्नुहोस्, जति सक्दो छिटो बैठक डाकेर समस्या समाधानको बाटो खोज्नुहोस्। यो त सिधै आग्रह मिश्रित दबाब जस्तो देखियो। हो नि, यहाँ एउटा चाखलाग्दो कुरा के देखिन्छ भने मतलब स्रोतले जसरी प्रस्तुत गरेको छ, एकातिर बैठक बस्नुपर्ने कानुनी र प्रक्रियागत आवश्यकता छ, जनप्रतिनिधिहरूले निरन्तर माग पनि गरिरहेका छन्। अनि अर्कोतिर मेयर चाहिँ बैठकबाट टाढिएको वा बैठक बोलाउन आनाकानी गरिरहेको जस्तो देखिन्छ। कम्तीमा जनप्रतिनिधिहरूको आरोप त्यस्तै छ। तर मेयर पक्षको भनाइ चाहिँ यो स्रोतमा खासै आएको छैन है? छैन। यो स्रोत विशेष गरी जनप्रतिनिधिहरूको दृष्टिकोण र उनीहरूले भोगेको अन्योलमा बढी केन्द्रित देखिन्छ। तर जे भए पनि यसले महानगरको एकदमै जरुरी काम, खास गरी अहिले सबैको ध्यान गएको बजेट बनाउने प्रक्रियामा असर पार्ने जोखिम त बढायो नि। त्यो त पक्कै पनि। बजेटमा छलफलै नहुनु त ठूलो कुरा भयो। हो, स्रोतले पनि जनप्रतिनिधिहरूले बजेटको प्राथमिकता, कत्रो बजेट बनाउने भन्ने बारे छलफल गर्नै नपाएको गुनासो गरेका छन् भन्ने कुरालाई जोड दिएको छ। यो अवस्था खाली कानुनी प्रक्रियाको कुरा मात्र नभएर सायद जनप्रतिनिधि र मेयर बीचको शक्ति सन्तुलन वा केही असमझदारीको पनि सङ्केत हुन सक्छ, जसले गर्दा पूरै महानगरको काम कारबाहीमै असर पर्ने देखियो। हो, त्यस्तै देखिन्छ। त्यसो भए यो सबै कुराको निचोड के निकाल्न सकिन्छ त? खास द्वन्द्व त प्रष्टै छ नि होइन? एकातिर जनप्रतिनिधिहरू छन् जो कानुन अनुसार बैठक बसोस्, बजेट बनोस्, अरू महत्त्वपूर्ण निर्णय होस् भन्ने चाहन्छन्, दबाब दिइरहेका छन्। अनि अर्कोतिर मेयर हुनुहुन्छ जसमाथि चाहिँ बैठक नबोलाएर यो सबै प्रक्रिया रोकेको आरोप छ। हो, अनि त्यो असार 15 को बजेट समय सीमा त एकदमै नजिक आइसक्यो। यसले त अवस्था झन् गम्भीर र अलि जटिल बनायो नि। एकदमै। यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ।
स्रोतमा भनिएका कुराहरू जस्तै त्यो कानुनी समयसीमा, रोकिएका निर्णयहरू, जनप्रतिनिधिहरूको अन्योल, यी सबैलाई हेर्दा यो बैठक सम्बन्धी गतिरोधले आखिरमा गएर काठमाडौँका बासिन्दाले पाउने सेवा प्रवाहमा अनि आउने बजेटको प्रभावकारितामा कस्तो असर पार्ला, कति गहिरो असर पार्ला? हो, यो अब सोच्नुपर्ने विषय हो। त्यसको असर कस्तो पर्छ भन्ने कुरा महत्त्वपूर्ण